प्यारा विद्यार्थी भाइ बहिनीहरू, आज म सामाजिक अध्ययन विषय कक्षा 8 को बिहाली परीक्षामा सोध्ने केही प्रश्नहरूको अति छोटा प्रश्नहरूको सेट सोलुसन म लिएर आएको छु। यो अर्को भिडियोमा सेट 5 बाट मैले सुरु गर्दैछु। सेट 5 मा पहिलो प्रश्न छ, विकास भनेको के हो? सकारात्मक परिवर्तन वा समग्र आर्थिक, सामाजिक र भौतिक प्रगतिलाई नै विकास भनिन्छ। मानसिक शान्तिको प्रश्न पहिला पनि आइसकेको छ, यो सेटमा पनि भएको हुनाले म लिएर आएको छु। मानसिक शान्ति प्राप्त गर्ने उपाय के हो? चिन्ता नलिने, सकारात्मक सोचाइ राख्ने। अनि प्रश्न नम्बर 3 मा छ, पारस्परिक समझदारीका लागि तपाईको भूमिका के छ? मिलेर काम गर्ने, सबैसँग मिलेर काम गरियो भने पारस्परिक रूपमा समझदारी कायम हुन्छ। प्रश्न नम्बर 4, संविधानको परिचय लेख्नुस्, यो देशको मूल कानुन हो। 5, भ्रष्टाचार नियन्त्रण गर्न तपाईको भूमिका के हुन्छ? स्वयं आफै इमानदार हुने र अरूलाई पनि यस बारेमा सचेत पार्ने। सामाजिक समस्या विरुद्ध एउटा नारा तयार गर्नुहोस्। सकारात्मक सोच राखौं, सामाजिक समस्या समाधान गरौं। प्रश्न नम्बर 7, पर्यटन उद्योग भनेको के हो? पर्यटकहरू बढाउने, आम्दानी गर्ने, देशको आर्थिक अवस्थामा सुधार गर्ने उद्योग नै पर्यटन उद्योग हो। 8, वित्तीय संस्थाबाट के फाइदा हुन्छ? वित्तीय संस्थामा बचत गर्न सकिन्छ, त्यहाँबाट ऋण लिन सकिन्छ, यो फाइदा हुन्छ। 9, साइबर अपराध नियन्त्रणको एउटा उपाय लेख्नुहोस्। आफ्नो मोबाइलमा सुरक्षित खालको पासवर्ड राख्ने। अब सेट 6 मा 1 नम्बरमा खानेपानीको महत्त्व लेख्नुहोस्, दैनिक उपयोग गर्न, कृषि र उद्योगमा प्रयोग गर्न। नम्बर 2, स्काउटका संस्थापक को हुन्? रोबर्ट बाडेन पावेल हुन्। राष्ट्रिय सम्पदा संरक्षणको भूमिका के छ? लापरवाहीपूर्ण प्रयोगलाई रोक्नुपर्छ। 4, राष्ट्रिय सभामा कति सदस्य छन्? 59 जना छन्। नम्बर 5, बौद्धिक प्लान रोक्ने सुझाव दिनुस्, स्वदेशमै अवसर सिर्जना गर्नुपर्छ। 6, दाइजो प्रथा विरुद्ध एउटा नारा बनाउनुस्, दाइजो होइन छोरीलाई शिक्षा दिनुहोस्। 7, वैदेशिक रोजगारी भनेको के हो? विदेशीमा जागिर खान वा रोजगारी गर्न जानु नै वैदेशिक रोजगारी हो। 8, निर्यात वृद्धि गर्न के गर्नुपर्छ? गुणस्तरीय उत्पादन र अन्तर्राष्ट्रिय पहुँच बढाउनुपर्छ। 9, समसामयिक घटनाको जानकारी किन आवश्यक छ? यो अगाडि आइसकेको छ। समय अनुसार चल्न, आफ्नो निर्णय लिन, नयाँ घटनाहरूमा आफू जानकार हुन यो गर्नुपर्छ। अब सेट नम्बर 7, प्रश्न नम्बर 1, संघीय शासन कति तह छन्? संघीय शासनमा हाम्रो यहाँ 3 वटा तह छन्, संघ, प्रदेश र स्थानीय तह। प्रश्न नम्बर 2, ढिकुर परम्परा कुन जातिमा प्रचलित छ? यो गुरुङ जातिमा प्रचलित छ। तपाई कुन धर्म मान्नुहुन्छ? यसको विशेषता लेख्नुहोस्। एउटा कुनै धर्म लेखेर त्यसको विशेषता लेख्दाखेरि हुन्छ। यहाँ मैले हिन्दू धर्म मान्छु, देवी देवताप्रति आस्था, पूजा अर्चना हाम्रो विशेषता हो। 4, सेवा प्रवाह गर्न भनेको के हो त? सेवा दिने प्रक्रिया नै सेवा प्रवाह हो। 5, फजुल खर्च किन समस्या हो? फजुल खर्च हुँदाखेरि आर्थिक सङ्कटहरू बढाउँछ, यसले झन् गरिबी बढाउँदै जान्छ। प्रश्न नम्बर 6, ट्रान्सपरेन्सी इन्टरनेसनलको काम के हो? यसले भ्रष्टाचारको अनुसन्धान गर्नु, पारदर्शिता कायम गराउनु। 7, व्यापार घाटा भनेको के हो? कुनै पनि देशको आयात धेरै र निर्यात कम हुने अवस्थालाई नै व्यापार घाटा भनिन्छ। नम्बर 8, कर तिर्नु पर्ने कारण के हो? देशको विकास, देशको सेवा प्रवाहका लागि आवश्यक बजेट राज्यलाई जुटाउनको लागि हामीले कर तिर्नुपर्छ। हालका संयुक्त राष्ट्रसङ्घका महासचिव को हुन् त? एन्टोनियो गुटेरेस हुन्। यसरी मैले केही सेटहरू राखेको छु र अरू बाँकी फेरि केही प्रश्न उत्तरहरू अर्को सेटमा, अर्को भिडियोमा मैले अवश्य राख्ने नै छु र विद्यार्थी भाइ बहिनीहरूलाई यसले धेरै सहयोग पुग्नेछ भन्ने आशा मैले लिएको छु। हस्त, धन्यवाद।